Hi everyone, welcome to my video or welcome to my vlog. So आज चाहिँ हनुमान जयन्ती अनि तपाईहरु सबैजनालाई ह्यापी हनुमान जयन्ती भन्न चाहन्छु है। हामी चाहिँ घरबाट अघि निस्केको अन्त आमालाई पनि लाने भनेर चाहिँ आमालाई यहाँ भाइ पुर्याउनु हुनु भएको छ तल अन्त त्यही भएर भर्खर आमा गाडीमा चढ्नु भयो। आइसु एन्जल इज हियर। हाई गरे बाबा। हाई गरे। एन्जल हाई। आज दुईजना स्कुल छुट्टी बसेर चाहिँ यहाँ सबैजना आज जाँदै गरेको। हामी चाहिँ गाडी चाहिँ यहाँसम्म मात्रै लानु दिन्छ होइन अनि सबै गाडीहरू चाहिँ यता पार्क गर्नुपर्ने हुन्छ अनि हामी चाहिँ लाइनमा बसिसकेको छ। लाइन चाहिँ यस्तो छ। लाइन चाहिँ अब लाइन जानुपर्ने छ हो। हाम्रो सकिसक्यो 9 बजीदेखि लाइनमा उभिएको यति बेसी छ लाइनमा चाहिँ तपाईको। हजुर अब आउँछ नि। सो आजको भक्तजनहरू हाम्रो हेरिहाल्नुहोस् होला यहाँ सबैजना वेटिङ फर द टर्न है। टर्न वेटिङ ल लाइन चाहिँ अब यस्तो छ हो। ठिकै छ केही छैन। यतिको त पर्खिन्छ हामी। लाइन चाहिँ यतिको छ। हाम्रो पाइलट गाडीमा चढिहाल्नु रेडी हुनुहुन्छ? हेलो के भन्नु छ दिदीको भिडियोमा ह्याप्पी हनुमान जयन्ती टु अल अफ यु। हामी चाहिँ अहिले यहाँ लाइनमा बसिरहेको छौँ। अब चाहिँ भर्खर सिएम सरहरू फर्किनु भयो अन्त अब चाहिँ हामी गाडीमा जाने। बाबा भन्दा कस्तो भ्लगरहरू यहाँ चाहिँ यता दिदी चाहिँ डेली भ्लगर हुन्छ। म चाहिँ कोही कोही बेला खतरा है। ल अब देखाउँछु अरूहरू तपाईँहरूलाई लेक्सीमा। आमालाई चाहिँ यहाँ राखिरहेको छु। अगाडिको मुभी भएको छ लाइन लाइन ल हाम्रो देप्सहरू लाइनमा छ। ल लाइन बसिरहेको छ। अब चाहिँ बात के गरेर बस्नु भएको छ हो। बस्नु हाम्रो यहाँ पुरानो दाजु हुनुहुन्छ उहाँ चाहिँ है सुदामा दाजु भन्नुहुन्छ। यहाँ चाहिँ हाम्रो बेबीहरू लाइनमा छोरीहरू 3 जना। चढ्यो हामी चाहिँ नाजुक छ सिचुएसन यहाँ। पहिले उकालो चाहिँ हामी जोड हिँडेको अब चाहिँ पानी गाडीहरू आउँदैछ पनि यहाँ चाहिँ हिँडिरहेको छ। गाइस हामी आइपुग्यो। मस्त धन्यवाद धेरै धेरै। यो त फ्याँक्दैन हो। यो फ्याँक्दिनु हो बहिनी चिसो नखानु। यहाँसम्म चाहिँ गाइस गाडी ल्याइदिनुहुन्छ हो तलबाट 0बाट। सो यहाँदेखि चाहिँ अलिक हिँड्नुपर्ने हुन्छ तर त्यो टाढो छैन। हामी आइपुग्यो हो। यहाँ चाहिँ यस्तो फरेस्ट एरियाहरू छ हो।
गान्तोकको फर्स्ट दर्शन फर्स्ट केटी चाहिँ त्यहाँबाट आउनुभयो र हाम्रो यहाँ बहिनीहरू पनि जाँदैछ र हाम्रो यहाँ बहिनीहरू पनि जाँदैछ आइपुग्यौँ 400 800 यस्तो छ यो चाहिँ हाम्रो चाहिँ सु स्ट्यान्ड हो र जुत्ताहरू यहाँ बोरामा राख्ने हुन्छ है हाम्रो आगे पनि हुन्छ लाग्यो ल जय श्री राम गाइस अब यहाँ पूजा गरिसक्यो ए पूजा गर्छ नि यहाँ भर्खर स्टार्टिङ गरौँ न झन्डै दामी रहेछ भिडियो गरेको आम्बो आइसुको पारा आइरहेको छु नि त आइसु चाहिँ नि अब माथि जानु जाँदैछ पूजा गरिसक्यो अब यता चाहिँ अब यता गर्नु छ है हेर्नुहोस् फुलहरू कस्तो राम्रो अब खाजा खानुपर्छ यहाँ हेर्नुहोस् है भक्तजनहरू यति धेरै आउनु भएको छ चाहिँ फास्टिङ ब्रेक गर्नु आँटेको बुझेर ढेसिने जग्गा रहेछ नि त ए अब खानु ल बहिनी आइसु हेर्नु न चिया हेरेर आउनु न राख्नु त ए सानो पाइहाल्यो मेरो माथिबाट गाइस हामीले सक्यो हो सकेर चाहिँ अब लाइन अझै छ र जय सियाराम आजको दिन राम्रो भयो है र आज यहाँको दर्शन सबै भइसकेर हामी फर्किँदै गर्दैछु ए हुन्छ र यस्तै हो बहिनी पर पुगिसकेको छ हो यता पनि रोलो गुरुजीकोबाट लाउँदैछ हो हामी के गर्ने टिका लाउने हाम्रो चाहिँ हेलो गाइस यहाँबाट चाहिँ गाडी आउँछ यसरी हो लिनु जान्छ नहीं यहाँ तो ज़्यादा है के छ न लो आमा ल ल ल चढ्नु चढ्नुहोस् ल ल ल ल ल ओके
थ्याङ्क यू सो मच अनि यतिको चाहिँ त्यही त गाइस हामीले सकेर पनि आएर पनि होइन अझै यतिको चाहिँ हुनु पर्यो है आज उहाँ गाइड हाम्रो आमासँग गाइड छ अगाडि हिँड्दैछ ओ आम्मा यतिको चाहिँ हुनु पर्यो नि ल ल है त अलिक साइड आउँछ गाडी आउँछ ए ल ल गाइस माझे राम्रोसँग भयो दर्शन पनि हो र टाइम पनि अहिले 12:28 12:30 हुन आँटेछ है हाम्रो आर्मीहरूले पनि यता निकै गाइड गर्नुहुँदैछ है यतिको सर्भिस चाहिँ टप दिनुभएको हुँदैछ हाम्रो आर्मी है र बहिनी पनि सुत्यो हाम्रो बहिनीहरू पनि सुतिसक्यो र यस्तो ठुल्ठुलो टाटाहरू मात्रै हिँड्छ यहाँ चाहिँ किनभने चाहिँ हाम्रो बोर्डर लाइन हो दामी छ रङ्गी चाहिँ दामी देख्छ ल हामी चाहिँ 8 भाइ जम्मा जाँदैछ 8 भाइ होइन हाम्रो चाहिँ 8 भाइ बहिनी सबै छ यहाँ चाहिँ हो होइन म मात्रै बोलेछु यहाँ त भाइ त म मात्रै रहेछ गाइस यहाँ त सबै यहाँ त अन्त हाम्रो चेली मर्चाहरू मात्रै रहेछ त चेली मर्चा हाम्रो आज हनुमानजीको दिनमा त झन् केटाहरू पुरा हुनुपर्ने त अन्त आज त के हो यो पुरा साउन्ड लाग्यो जस्तो लाग्दैछ मलाई यहाँ चेलीहरू मात्रै देख्दाखेरि त गाइस साउन्ड महिना जस्तो लाग्दैछ मलाई केटा यति बेला त हनुमानजीलाई होइन यस्तो पावर माग्नुपर्ने बेलामा केटाहरू जिम मात्रै गएर मात्रै हुँदैन नि यता आउनु पऱ्यो नि हनुमानजीलाई यसो है पावर एनर्जी माग्नु पर्ने नि गाइस यहाँबाट दामी देख्छ भ्यू चाहिँ फेरि यसो नदेखाउनु भन्छ अब के गर्नु तर मलाई झलक मात्रै देखाएको है सो गाइस हामी फर्किँदैछ घर है अब आमालाई पनि पुऱ्याइराख्यो अनि बहिनीहरू पनि फर्क्यो सबैजना फर्क्यो अनि हामी पनि घर पुग्नु आँट्यो त्यही भएर चाहिँ ब्याट्री पनि पुरा डाउन भएछ अन्त भ्लग यहीँ एन्ड गर्ने है थ्याङ्क यू फर वाचिङ अनि थ्याङ्क यू फर अल द लभ एन्ड सपोर्ट बाई बाई सी यु इन नेक्स्ट भ्लग